उसको अन्तिम सन्देश। आज म यो कागज समाएर बसिरहेको छु। उसले छोडेर गएको अन्तिम सन्देश, त्यही सन्देश जसले मेरो पुरा जिन्दगी बदलिदियो। उही मान्छे जसले एक दिन भनेको थियो, कुनै हालतमा पनि म तिमीलाई एक्लै छोडेर जाँदिन। तर आज त्यही मान्छे मेरो हात छोडेर एकदम टाढा गइसकेको छ। अहिले पनि उसले लगाउने त्यही पर्फ्युमको गन्ध मलाई कोठामा आइरहन्छ, महसुस हुन्छ। उसले हाँस्दा चम्किने आँखाहरू, उसले जिद्दी गरेर समात्ने मेरो हात, सबै केही याद आउँछ। तर ऊ अब कहिले फर्किँदैन। सन्देशमा उसले एउटा मात्र लाइन लेखेकी थिए, तिमीले ध्यान राख्नु, किनकि अब तिमीलाई म हेर्न सक्दिन। यो लाइन पढ्दा मेरो संसार नै थामिए जस्तो भयो। कसरी बिर्सु म उसलाई, कसरी बुझाउँ म, कसरी बुझाउँ म मनलाई कि जसलाई लिएर सपना बनाएको थिए, उही सपना आज खरानी बनेको छ। कहिलेकाहीँ अचम्म लाग्छ, कति नजिकका मान्छे कति छिटै टाढा जान्छन् है। आज म रोएको छु, कारण उसले छाडेर गएको होइन, कारण म अझै पनि उसलाई सम्झिरहेको छु। अन्तिम सन्देश।